हाई गाइज वेलकम टू माई च्यानल। अनि हामी चाहिँ जाँदैछौँ नेता चोक लक्ष्मी वस्त्रालय भाइरल दोकान। हाम्रो त नजिकै पर्छ तर यति दिनदेखि गएको थिइनँ। हामी जाँदैछौँ यो बुनुलाई लुगा किनिदिनलाई। हामी चाहिँ एक्लै लेखिन्छ थाहा छैन, हामीसँग पैसा छैन गाइज, भिखारी लोक हो हामीहरू। अनि यता दुईजना यताहरू छ हामी। अब यो बुनुलाई लुगा मनपर्छ कि पर्दैन किन्ने हो। 11 बजेदेखि घरबाट निक्लेको 1 बजिसक्यो तर पुगेको छैनौँ। अनुहार हेराउनु भएर यसको पछि लुगा जरिहाल्नु कस्तो लाग्दैछ? कस्तो लाग्छ? फुपूको छोरी, त्यो फुपूको आज बर्थडे पनि हो, आज भ्यालेन्टाइन डे पनि। मान्छेहरू डेटिङ गर्न गएको होला, हामीहरू जाँदैछौँ। हामीहरू सिङ्गल मर्ने भयौँ। यसको दाइछ हामी 11 बजे घरदेखि निक्लेको तर अहिलेसम्म पुगेको छैन, किनकि हिँड्दै जाँदैछु नि त। नि फोटोसुट गर्दा गर्दा यता धम्पालको बाटो गएकोलाई धम्पाल थाहा छ। धम्पालको बाटोबाट जहाँ गएको कसरी पुग्न आँट्यौँ तर अब यहाँदेखि चाहिँ अटोमा जाने। अनि भेट्छ कि भेट्दैन अटोमा पनि कति पैसा लाग्ने हो। एकजनाको लुगा किन्न हामी 3-3 जना जाँदैछौँ। सबै भेट्छ कि भेट्दैन त्यहाँ पुगेपछि हेराउँछु कुन कुन पसल जान्छु, कहाँ मनपर्छ। हामीलाई अटो भेट्यो, अटोमा चढिसक्यौँ। यता पनि छ अब जाने जाने भन्छ आइको तर आइ गर्नु पनि गाह्रो पर्छ गाइस। के भन्नु अब जाँदैछु, यहाँ धेरै हालिन्छौँ हामी। बल्ल बल्ल भेटौँ। जाँदैछौँ मारी बेलबारी पुरानो पत्याउनु। हामी यहाँ पसल आएको कपडा किन्न आएको, यहाँ बेफारी भइसक्यो म। आयो तर पनि लक्ष्मी वस्त्रालय हामीलाई अटो नभेटेको अवस्था। लुगा त किन्नु पर्दो रहेछ। लक्ष्मी वस्त्रालय गएँ, त्यहाँ बच्चाको लुगा पाउँदैन थियो। अनि पिएस कलेक्सनमा लियौँ। अहिले चाहिँ हरेतामा बनाउँदैछु, गाडी नपाएँ उताबाट फर्किसकेको। अहिले हरेतामा छु तर गाडी पाएको छैन। देखा सुनरी आएको बनाउँछु। अब कतिखेर भेट्छ, कहीँ उता जाँदैछु त्यही यता आउँदैछु। मन्दिरनिर हरेताको काली मन्दिर। हामीलाई अटो नभेटेर हामी लुगा किन्दा किन्दै जाँदैछु। भाइको लागि पेन्ट, बहिनीको लागि चाहिँ उतै किनिदिएको नेता चोकको। भेट्दैन गाडी अनि लुगा किन्दै किन्दै जाँदैछु। जहाँ पायो त्यहीँ किन्दैछु। आरसीमा आउँदैन? सिटी भेट्यो हामीलाई। बल्ल सबै सिटीहरू भाउ खोज्दैछ आज। 1-2 जना एक दुई जना जस्तो कुन गएर छ। अग्रवा सिटी बोलाहरू छ। बल्ल बल्ल एकजना मिल्यो है। हामी झगडा गर्दै गर्दै सिटी बोलाहरूसँग जाँदैछौँ बल्ल बल्ल। खोलासम्म जाने यहाँदेखि खोलादेखि हिँड्दै 50 टकाको चल्दैछ कहिले त थाहा। यही नजिकै 5 मिनटको बाटो छ। 100 रुपियाँ 50 रुपियाँ भन्छ। बल्ल बल्ल 30 टका लानु हुँदैछ। त्यही पनि गर्दै गर्दै लाँदैछौँ हामी। मान्छे खतरा छौँ नि त। यहाँ मासु पनि ल्याएको छौँ। अनि बुनुले कस्तो लुगा किन्न देखाइदिन्छु गाइस घर पुगेपछि। अनि हाम्रो खोदलो अन्डा खोला हेराउँछु होइन। खोला यो सिनो हाम्रो भूत देखियो, भूत अनार कुटकुट सब्जी देखियो। त्यहाँ हाम्रो खोला छ लन्द्रा। उता ट्र्याक्टरहरू छ, बालुवा पनि चाल्छ यता। हाम्रो भाइरल खोला यही हो। हाम्रो पनि यो खोला भाइरल गर्नुपर्छ अब घरमा छैन। तपाईहरुको फोटो आएपछि कट्टा हान्दिनुला नि के भयो। कति दामी छ पानी यो खोलामा। मक्खै परेको होला फोटो आयो भनेर। वाउ मस्त छ। ल त अघि कालो देखिस्। बिएस कलेक्सन होइन होइन यो बुनुको सपिङ हो। सुन त लानी मैले यहाँ मासु बोकेको छु। अब यहाँ खोला पारी हुनुपर्छ। चप्पलमा आएको छु अघि मैले यो सुकाएको थिएँ। कति राम्रो छ पानी। बुनुको ड्रेस दामी छ बडीगन। अनि यहाँ गएर ल्याएको बिएस कलेक्सन कसो देखेको छ हामीलाई? दामी देखिँदैछ। यसरी पोज दिनुपर्छ। फुल लुक सेराइदिउँ न।